नमस्ते छ हजुरहरूलाई है। म धेरै दिनको बादमा मैले फेरि यो भिडियो बनाउन गइरहेको छु है। हेरिदिनु होला है। धेरै लामो समय पछाडि मैले बनाउँदैछु अनि अहिले चाहिँ म हाल लुगाहरू धोइसकेर चाहिँ अनि अब म चाहिँ खाजा बनाउनको लागि किचनतर्फ जाँदैछु। अनि आज म के बनाउन लागिरहेको छु भन्दाखेरि चाहिँ यो चाइनिज अथवा टिबेटनहरूले पनि खान्छ। चाइनिज टिबेटनहरूले खान्छ। यो चाहिँ थुक्पा हो। यसलाई फिन पनि भन्छ। फिन थुक्पा हो। अनि आज चाहिँ म यो फिन थुक्पा बनाएर खान लागेको छु। यहाँ आलु उसिनेर रेडी गरेँ अनि अन्डा लिएर चाहिँ अन्डालाई पनि उसिन्छु। अनि आज चाहिँ यसको सुप बनाएर खाने हो थुक्पा। अनि यो चाहिँ साँच्चै मिठो हुन्छ क्या। अरू नुडल्स भन्दा डिफ्रेन्ट खालको हुन्छ। मैले चाहिँ अब बनाउन सुरु गरेँ। यहाँ मैले आलु उसिनिसक्यो। आलु उसिनिसकेर अन्डा उसिन्न बसाएको छु। अनि यो चाहिँ टिम्बुर हो। यो थुक्पामा चाहिँ नि टिम्बुर हालेर बनाउनुपर्छ। लास्टै मिठो हुन्छ है। मलाई चाहिँ फेरि टिम्बुर अत्यन्तै मनपर्छ। अनि यो चाहिँ अस्ति काठमाडौँबाट लिएको हो। एकदमै अरिजिनल टिम्बुर हो। यो त तपाईँको पावाको 500 परेको थियो होला। अनि मैले लिएको थिएँ है टिम्बुर। अनि अब यति टिम्बुर रेडी गरेको छु। प्याज हाल्दैछु है। प्याजहरू चाहिँ लसुन मैले अरू ठाउँ चाहिँ यो देखिनँ है। काठमाडौँको बौद्धभित्र एरियाभित्र चाहिँ यो बेच्छ। त्यहाँनिर पसलहरू छ त्यो बौद्धको भित्र। अनि त्यो एरियामा मात्रै मैले देखेँ। अरू ठाउँ पनि पाउँछ होला। मैले फेरि भाटबाटै न्युदी हेर्दा पनि कहीँ मैले पाउन चाहिँ यो पाएन होइन। तर प्रायः बौद्धमा चाहिँ यो हुन्छ। अनि म प्रायः काठमाडौँबाट ल्याइरहन्छु। मलाई फेरि सादा टाइपको खानेकुराहरू नै यो टिबेटन तरिकाको खानेकुराहरू चाहिँ एकदमै मनपर्छ। अनि प्रायः त्यही भएर पनि म यस्तै खानेकुराहरू। अनि मलाई फेरि खानेकुराहरू बनाउन अल्छी पनि लाग्दैन। जिरा मसलाहरू त्यति साह्रो खाँदिनँ। कोही बेला माछा बनाउँदाखेरि चाहिँ म खान्छु। नभए अरू सागसब्जीमा चाहिँ म कहिले पनि मसला चाहिँ हाल्दिनँ। 5 फोरन पड्काउँछु अनि त्यस पछाडि डाइरेक्ट हो पकाउने। काटिसकेँ, टमाटर काटिसकेँ, लसुन पनि रेडी गरेँ, प्याज पनि रेडी गरिसकेँ भने यता अब यो टिम्बुर रेडी गरेको छु। अब टिम्बुरलाई कुट्नु पर्ने छ। यहाँ अन्डा उसिनेको छु। अब यो आलु पाकिसकेको छ। यसलाई म छडाउने छु। मैले चाहिँ सबै कुरो रेडी गरिसकेँ। टमाटर, प्याज, लसुन, टिम्बुर अनि अन्डा पनि रेडी गरिसकेँ भने आलु पनि। अनि म एक्लैलाई भएको कारणले गर्दा यतिले पुग्छ। अनि यति रेडी गरेँ। अब बनाउन लागेको। तपाईँहरूले पनि यसलाई मासुमा पनि खान सक्नुहुन्छ। सुँगुरको मासुमा पनि मिठो हुन्छ। अनि चिकनमा पनि मिठो हुन्छ। अनि बफमा पनि मिठो हुन्छ। जुनै मासुमा पनि यो मिठो हुन्छ। हुन चाहिँ मिठो हुन्छ है। तर मैले चाहिँ आज अन्डामा अनि बनाएको है। अन्डा बनाएर खान लागेको छु। अब रेडी बनाउन सुरु। यति नै हो। अरू केही हाल्नु पर्दैन यसलाई। अब तपाईँहरू मसला खानेहरूले मसलाहरू पनि हाल्न सक्नुहुन्छ। तपाईँहरूको इच्छा हो होइन। म चाहिँ अब मसला त्यति जिराहरू पिसेको त्यति म खाँदिनँ। खाँदिनँ भन्दा खाँदै नखाने त होइन, खान्छु। तर पनि प्रायः म सादा नै खानेकुराहरू खान रुचाउँछु। अनि यतिमा अब नुन हो। त्यस पछाडि हुचिङ पनि भनिन्छ भने अजिनामोटो त्यो पनि एड गर्नु
सक्नुहुन्छ। अनि किनभने थुक्पाहरू नुडल्सहरूमा चाहिँ त्यो मिठो हुन्छ, केही अब स्पाइसी तपाईँहरू कतिको खानुहुन्छ त्यो चाहिँ तपाईँहरूको इच्छा अनुसार। म चाहिँ त्यति खाँदिनँ, कोही कोहीलाई खाएँ भने त्यसरी बयममा राखेको मलाई खानु मन लागेको बेला मात्रै हो, न म खाँदिनँ त्यति साह्रो चाहिँ है। अब म चाहिँ पकाउन रेडी। अब चाहिँ पाकेर रेडी भइसक्यो। अब म खानालाई तयारी। अब चाहिँ म खाना लागेको है। अनि आज चाहिँ मैले खाना खाइनँ नि त, बिहान खाना बनाइन, अनि आज यसरी नुडल्स बनाएर खान्छु भनेर। यो चाहिँ कस्तो हुन्छ भनेदेखि नि अलिक लाइक चाम्रो चाम्रै हुन्छ हुन चाहिँ। कतिलाई चाहिँ न प्लास्टिक हो कि भन्ने जस्तो फिल हुन्छ। अस्ति मेरो दिदीहरू दार्जिलिङबाट आउनुभएको थियो, अनि मेरो भान्जीहरू पनि अस्ट्रेलियाबाट आउनुभएको थियो र मैले बनाएर खुवाएको थिएँ। अनि त्यतिखेर चाहिँ दिदीले के भन्नुभयो भने, ओइ प्लास्टिक जस्तो छ त, प्लास्टिकको थुक्पा खुवाइस् क्या हो भन्दै हुन्थ्यो क्या मेरो माल दिदीले। अनि त्यही भएर तपाईँहरूलाई अहिले नै मैले भनिरहेको। अब चाहिँ मैले खाइसकेँ। अब चाहिँ फिनिस भएको छ है, एकदमै खाइसकेको छ। लाइक कमेन्ट माया गरिदिनु होला।